दोकान भालेढुङ्गामा आज एकदम अबुझ मान्छेहरू आउँदो रहेछ। हाम्रो सिक्किमको यस्तो राम्रो सुन्दरता, यस्तो राम्रो जग्गामा आएर मान्छेले हेलो एभ्रिवान, आज चाहिँ भालेढुङ्गाको भिडियो आयो है र आजको टिम चाहिँ यहाँ छ। ल अब हामी चाहिँ स्टार्ट भयो जर्नी हाम्रो। अब भिडियोलाई चाहिँ लास्टसम्म हेरिदिनुहोस् अनि लाइक सेयर कमेन्ट गरिदिनुहोस् र हामी अघिबाट चाहिँ लाग्यौँ। सुन्तलाबारी खुवाइ हुँदैछ हाम्रो। ओरेन्ज खाँदैछ कि सुन्तला खाँदैछ हौ? ड्राइभरले चाहिँ कसरी खाने अब? दुईटा हात बेसी छ। उम्बो डाँडा चाहिँ अब पुरिएछ नि हौ, कहाँ छ हो देख्दै छैन हो। अब माथि गएर हेर्नुहोस् न त, यहाँ आज चाहिँ आम्म यस्तो बेसी क्राउड छ। ल हामी अब पुग्दैछौँ है। ल यहाँ एन्ट्रेन्स हो हाम्रो, भइसकेको छ एन्ट्री। के रहेछ यो खोलेर हेर्नु त। केही छ ल देख्दैछ है, हामी जाने ठाउँ चाहिँ पुगेको छ। यता चाहिँ पोतीढुङ्गा हो। ल अब माथि पुगेर हेरौँ के थियो। ल हामी रोपेमा आइपुग्यो अब है। ल यहाँ चाहिँ अब लाइन लाग्नुपर्ने हो। ल यहाँ त यस्तो छ त अन्त यहाँ चाहिँ एकदमै भिड रहेछ आज चाहिँ। यहाँ चाहिँ अब ग्रुप मिलाउनु पर्ने भइरहेको छ। फाइनली हामीले अब चाहिँ के हुने हो होइन। उपर आयो त्यो के हो त्यहाँ जाउँ। लाग्यौँ मलाई छोरिए त हो, म छोरिए। लो अब चाहिँ स्टार्ट भयो ड्राइभर। फाइनली भेट भयो। ड्राइभर बिस्तारै नगर्नु है, पछाडि हेर्नु। ऊ गयो हे अर्को। सामान तानेको थिएछ हौ यो सामानहरू। केटाले त लगेर क्याट्सी दिन्छ है। बटाको पैसा भनेर अब यहाँबाट अलिकति रोकिन्छ होला। कति मिनटमा पुगिन्छौ? गियर चेन्ज गयो हे। बाई बाई। अब सकेछ मुम्बई हेर्नु पर्यो, उदो हेर्नु भएको छैन। त नआउने रहेछ साँच्ची नै। सकेको रहेछ यो। होइन म खस्दैछ कि के हो? कहाँ हो? ड्याममै छौ? खाली म छ नि पहेँलो देखेन? होइन पहेँलो होइन, कालो छ नि। भिरमा हेरिहालौँ है। हेर न अन्त। मलाई त डर लागेको थिएन तर रातो भइरहेको छ। को होला? टमाटर जस्तो भन्छ। टमाटर जस्तो भन्छ। रमाइलो रहेछ रमाइलो। ढुस्सै हुन थाल्यो त अब त। त्यही त ढुस्सै हुनु थाल्यो। ढुस्सै हुन थाल्यो। तल पछाडि हेर्नु त यहाँदेखि आएको है। अहिले चाहिँ हामी हामी कहाँ गएको? अर्कै दुनियाँमा पुग्यौँ जस्तो छ त साथी हो। केही देख्दैन। अम्बो यहाँ रहेछ नि त। फाइनली पुग्यो। आइपुग्यो। पुरा रिङ्गाटा चले। रिङ्गाटा चल्यो। जाडो
आमालो चिसो म चाहिँ रिङ्गटा चले जस्तो भयो त अबुइलो चिसो रहेछ फेरि ल हामी चाहिँ अब भालढुङ्गामै चाहिँ आइपुग्यौँ मेन हाम्रो यो डेस्टिनेसनमा आइपुग्यौँ ल आइपुग्यौँ है हामी टपमै ला हो केही देखेन नि हौ तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ एकदमै मैला फ्यालिएको रहेछ अब यहाँ आउने सुविधा धेरै सुविधा मान्छेलाई भयो तर यहाँ र मान्छेहरूले अब कस्तो मान्छेहरू पनि आइपुग्दै रहेछ अहिले चाहिँ तपाईहरु यहाँ देख्न सक्नुहुन्छ अब यो दृश्यबाट देख्न सक्नुहुन्छ हैन दाजु एकदमै मैला गर्दो रहेछ एकदम अबुझ मान्छेहरू आउँदो रहेछ हाम्रो सिक्किमको यस्तो राम्रो सुन्दरता यस्तो राम्रो जग्गामा आएर मान्छेले यो डस्टबिन ल्याएर यहाँ फ्याक्नु हुँदैन नि यो डस्टबिनहरूलाई गोजीमा हालेर आफ्नो झोलामा हालेर भरे तल गएर फ्याक्दा हुन्थ्यो नि तर यहीँ फ्याक्दिँदो रहेछ जुन मेन पोइन्ट हो यो घुम्ने जग्गा मेन पोइन्ट हो यो जुन भ्यूको चाहिँ मेन पोइन्ट छ यहाँनिर यहीँनिर चाहिँ मैला यति साह्रो गरेको रहेछ यो चाहिँ नगर्नु पर्ने हो खासमा अब अहिले नै यतिको मैला हुन थाल्यो अब हेर्नुहोस् अन्त के फाइदा भएर यस्तो चाहिँ नगरौँ भाइ जाउँ यता यता मम्मीलाई कल गरेकै छिटो आइज है हामी माथि पनि जान आँटेको दामी दामी लु कमन कमन दामी देखेर छ एक्सन एक्सन चाहिँ कस्तो छ वाउ वाउ सरखान भाइ ढुङ्गामा आछ आम्मामा यति गर्नु पर्यो नि खाली आयो त अन्त यो त अब हामी यसै जानुपर्छ है यहाँ चाहिँ आँखा रहेछ एउटा आँखा यहाँ चाहिँ एउटा आँखा छ होसियार गर्नुहोस् Entering into the wildlife sanctuary without a proper permit is a criminal offense. Menam Wildlife Sanctuary. अब तपाईलाई यताभित्र पस्नुको लागि चाहिँ पर्मिट चाहिन्छ यहाँ पर पस्नु भने चाहिँ गुम्बाहरू तपाईले देख्न सक्नुहुनेछ तर त्योभन्दा पहिला त्यो देख्नुभन्दा पहिला चाहिँ अहिले चाहिँ यहाँनिर चाहिँ तपाईले गान्धीजी देखाउनु पर्ने रहेछ नि त साह्रो रहेछ अहिले चाहिँ बसौँ बसौँ म त छेउमा बस्नु पर्यो अब चाहिँ क्यामेरा रोल एक्सन भिडियो
जीवनको पाला बिलो ए जोन बुबु बस्नुहोस् न बस्यो भयो कहाँ हेर्नु भएको दाजु कहाँ हेर्नु भएको चाहिँ यहाँ हेलिप्याडमा आएर है दाजुहरू गफ गर्नु हुँदैछ एकछिन रिफ्रेसको लागि सिन यहाँनिर सुप थुक्पा लिनु पर्यो माथि एकदम चिसो भएर आएको छ यहाँ आएपछि अब आजले एकदमै गाडीमा पस्यो फाइनली घर अब घर लाग्यो